म लकटुक लेप्चा आज टुङनाङ्गा रिचु जुन चाहिँ ब्रिज कलेक्स भएर गएको आज ग्राउन्ड जिरो रिपोर्ट तपाईको अगाडि लिएर आइरहेछु है। र आज तारिक भन्नु पर्दाखेरि 18 तारिक जुन 2025 को यो ग्राउन्ड जिरो रिपोर्ट है। र यसरी नै कतिको प्रोग्रेस रहेछ भनेर यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ है। र तपाईको अगाडि म जुम गरेर यो पल्लो बागको काम गर्दै गरेको दृश्य पनि तपाईको अगाडि ल्याउने छु है। र तपाईहरु हेर्न सक्नुहुन्छ है, उहाँहरु काम गरिरहनु भएको छन्। र हाम्रो साथमा चुङथाङ एसटिबिओ साहब पनि उहाँ यहाँ बाटोमा र यो ब्रिजको कन्डिसन, रोडको कन्डिसन भिजिटमा आउनु भएको छन् भने उहाँ हाम्रो चुङथाङमा नयाँ एसटिबिओ साहब हुनुहुन्छन् है। र उहाँहरु सबै यसरी टोली हाम्रो एसडिएम साहब अफिसबाट सब टोलीहरु आएर यसो साइड भिजिटमा आज तपाईको यो ग्राउन्ड जिरो रिपोर्ट र तपाईको अगाडि देखाउनु पर्दाखेरि यो माथिल्लो भागबाट बनाउँदैछन् भने यो वल्लो चुङथाङ भागबाट बेस बनिसकेको छन् है। र यो यहाँका ग्रेपको मुखबिन्दबाट बनाउँदैछन् है। यो बेस लगाइसकेपछि उहाँहरु फलम भ्याली ब्रिज लगाउने एकदमै सुरु गर्ने र यो बेस सेट हुनु अलिक टाइम लाग्छ। यो सेट भइसकेको पछि छिटो भन्दा छिटो चारैभन्दा चारै यो भ्याली ब्रिज हुने छन्। र यो महिनाभित्र छिटो भन्दा छिटो कोसिस उहाँहरुको राख्नु भएको छन् पनि यो पनि हामी अति खुसी छौं है। र सबैजना जतिजना मुसँग जुडिरहनु भएको छ भने है, यो ग्राउन्ड जिरो रिपोर्ट टुङनाङ्गा यो रिचु वाटर फल्स पनि बन्ने गर्छ। र यही वाटर फल्सको माथिल्लोबाट तपाईको नयाँ ब्रिज फेरि गइराखेको छन् है, बनाउँदैछन्, एपार्टमेन्ट बनाउँदैछन्, बेस बनाउँदैछ। यो बनाइसकेपछि तुरुन्तै उहाँहरूले फलम जोड्नेवाला रहेछन् है। र यो अति खुसी कुरा तपाईहरुको माझमा पस्केको छौं भने तपाईहरु यो भिडियोलाई शेयर गरिदिनु सक्नुहुन्छ। र फेरि थप जानकारी फेरि लिएर आउँला। हाम्रो चुङथाङबाट यसरी बाटोको कन्डिसन के रहेछ भनेर हाम्रो एसटिबिओ साहब पनि हुनुहुन्छन् भने उहाँ अति नै राम्रो हुनुहुन्छ है। र एकदमै उहाँहरु ग्रेपसँग सम्पर्कमा बस्नु भएको छन्। एकदमै छिटो भन्दा छिटो बनिनु पर्छन्, यहाँ बाटोको लागि एकदमै दुःख कठिन भइसकेको छन् भनेर हाम्रो एसटिबिओ चुङथाङ साहबले राख्नु भएको छन्। हो पनि अति नै राम्रो कुरा है। र तपाईले विषय हेर्नु सक्नुहुन्छ। यो भने कतिजना चिने छैनन् होला, रिचु यो भ्याली ब्रिज जुन चाहिँ अस्ति यो माथिको भिरले कलेक्ट भएर लिएर गएको भिर फेरि पनि बनाएर बेस बनाइसकेछन् भने यो पनि अति कुरा राम्रो है। र चारैभन्दा चारै यो बाटो हिँड्नु पाउने रहेछ भनेर यहाँ बाटो बन्न चाहन्छु। र आजको अपडेट पनि ग्राउन्ड जिरो रिपोर्टलाई यही अन्त गर्न चाहन्छु। धन्यवाद।